सहेर पनि लगाएको छु। त्यही हो। कतिपय बाटोमा हिँड्दा तपाईँलाई चिन्नेहरूले के भन्न चिन्छन्? मलाई जहाँ गए पनि सुन मान्छे। मेरो नाम कसैलाई पनि थाहा छैन प्रायः होइन। अब नयाँ मान्छे देख्ने मान्छेले पनि सुन मान्छे भन्छ। त्यही हो। कतिको गर्व लाग्छ सुन मान्छे भन्दाखेरि? गर्व त लागिहाल्छ, किनभने म सुन मान्छेले चिनिएको रहेछु होइन। मेरो नामले नचिने पनि खुसी लाग्छ। आजभोलि के गर्थ्यो भने तपाईँ निकै व्यस्तता देख्नु? म मेरै काममा व्यस्त छु अहिले। कतिपयले 2-3टा घर पनि बनाए भन्छन् के घर बनाउनु भएको? दसवटा भने केही फरक पर्दैन ठ्याक्कै भन्नेले भन्छन्, त्यो विषयमा नगरौँ। धेरै सुन लगाउनुहुन्छ तर तपाईँ काम चाहिँ के गर्नु? आम पब्लिकको चासो क्या सुन मान्छे त भन्नु यत्रो सुन लगाउनु, उनले काम चाहिँ के गर्छन्, यो सुन कहाँबाट ल्याउँछन् भन्ने पनि छ क्या। म जनताको पर हुन्छु। जनताको पर के छ यो आँखा दुख्दैन तपाईँको? आँखा माथा सबै दुख्ने पाक्ने सबै भइसक्यो, खाइसक्यो, पाकिसक्यो होइन। अब अहिले चाहिँ दुख्दैन। यो नयाँ नयाँमा छेड्दै अलिक गाह्रो नै हुन्छ। रहर हुने मान्छेले पनि गर्न सक्दैन होइन। पीडा धेरै हुन्छ होइन। जस्तै गालामा नाकमा छेड्दाखेरि मैले कुनै समय चाहिँ खाना खानु भएन, पिरो खानु भएन, तातो खानु भएन होइन। जुस खाएर पनि मैले धेरै दिन बिताएँ भनौँ। परिवारमा को हुन्छ दाइको अहिले? परिवार मेरो अहिले छोराछोरी सबै बाहिर गइसक्यो। एउटा छोरा छ। श्रीमती चाहिँ बाहिर। परिवारमा केही भन्दैन? धेरै सुन लगाएर छिर्दाखेरि परिवारबाट यस्तो रेस्पोन्स केही छ कि किन लगाएको? मतलब अब बाबाले छोराले पनि बाबा तपाईँले किन यसरी लगाउनु भएको सुन कति भन्ने एउटा चासो हुन्छ नि। तपाईँको परिवार के छ? परिवारलाई त लाउनेलाई भन्दा पनि देख्ने झ्याउ भइसक्यो, गाली पनि आइसक्यो र परिवार पनि टाढा भइसक्यो मबाट। यी सुन लगाएको भएर नकल झकल के हो भन्ने कुरा सोधेको ती नकल झकल देखेर परिवारै तपाईँबाट टाढा भइसक्यो। तपाईँ हाड खानु भएको छैन। म मेरो जिन्दगी म जसरी जिउन खुसी लाग्छ त्यसरी जिउने हो, त्यति मात्रै हो। तर परिवार पनि एउटा हुन्छ नि त, तपाईँ परिवारसँग बस्नुपर्ने मान्छे, परिवार पनि एउटा खुसी थियो नि तपाईँमाथि पनि यसो गर्दै हुन्थ्यो मेरो बाबाले। परिवारबाट त अलिक सिम्पल भएर हिँड्यो हुन्थ्यो भनेर चाहिँ चाहना हो। तर उनीहरूको चाहना र मेरो विचार मिलेन, त्यति मात्र। यही कारण विचार नमिल्यो। अब बाबु नानीले के भन्छ भने अब थोरै किन लगायो भने ठिक्क हुन्थ्यो, धेरै किन यस्तो गरेको भन्ने कुरा पनि आयो होइन। तर बाबु नानीको कुरा पनि मैले सुनिनँ भनौँ। भन्छ 15 वर्षको उमेरदेखि सुन लगाउन सुरु गर्नुभयो, नाक छेन शरीरमा छेन सुरु गर्नुभयो। अहिले कति वर्ष हुनु ठ्याक्कै? म अहिले 48 वर्ष भइसक्यो। 48 वर्ष भने अझ पनि तपाईँलाई सुन लगाउनु ढोको छ, अझ शरीरमा विभिन्न ठाउँमा तपाईँले खोपेर पनि सुन लगाउनुहुन्छ? एकदमै इच्छा चाहिँ मरेन मेरो, इच्छा शक्ति कहिले पनि घटेन। अझ मैले यो सुगर नभएर छेड्न पाउने भए अझै म बढी छेड्ने मेरो इच्छा अझ सुन पनि लगाउनुहुन्छ? सुनै कुनै धातु चाहिँ म प्रयोग गर्दिनँ। त्यो बेच्दा कति आउँछ लगभग तपाईँसँग सुन मात्र? अब अहिले त लाखौँ 2 लाखौँ कति पुगिसक्यो, धेरै आउँछ होला बेच्दाखेरि। तर म बढे पनि मलाई कुनै मतलब भएन, किनभने म मेरो गेटअप कहिले बेच्न चाहन्न होइन। बढेर पनि चिन्छु भएन र घटेर पनि मलाई चिन्ता भएन। कतिपय चासो सुन मान्छेको सम्पत्ति कति छ र सुन बेच्दा कति चाहिँ आउँछ भने ठ्याक्कै दर्शकले भन्छन् क्या, कति चाहिँ उनको सम्पत्ति र उनको यो सुन बेच्दा चाहिँ कति आउँछ? यदि हगेत सबैले नै भने त उनले भन्नु पऱ्यो नि त। होइन यो मिडियामा आएर मेरो सम्पत्ति यदि छ, मेरो सुन यदि छ भनेर म भन्न चाहन्न। जति छ मेरो शरीरमा छ, जति सम्पत्ति छ मसँगै छ होइन। त्यो सुनाउनु पर्ने आवश्यक छैन, मैले यति नै भनेको। जस्तो चासो विषय रहन्छ नि त। अब चासो होला, अब मान्छेलाई चासो त के हुन्छ होइन। त्यो चासोको विषय छ भने म सबै कुरा चाहिँ खोलेर भन्न चाहन्न। त्यही हो। त्यो नाकमा तपाईँलाई हम्मर बढी मनपर्छ जस्तो लाग्यो मलाई। ठ्याक्कै हम्मरको सङ्केत थियो नाकको ठ्याक्कै दुईपट्टि। नाकको यो मेरो अस्ति नै झरिसक्यो, गुलाबी पनि थियो, ढुङ्ग्री पनि थियो। यो चाहिँ एउटा चढिरहेको छ, यो लगाइरहेको छ। यो हराउँदैन है? अहिलेसम्म सुन कति हरायो तपाईँ? कति हराएर त्यो सानोतिनो झरेको थियो, केही हिसाबै राखेको छ। कानमा यतातिर मेरो धेरै थियो, 2 साइडमा 24वटा थियो होइन। अहिले कम गरिरहेको छु, कोही बनाउँदैछु होइन। त्यस्तै छ।
भने तपाईँ झरे पनि मतलब लाग्दैन। झर्छ होला उनीदेखि झरेको त अब के हराएन। तपाईँ नर्मल लाग्छ है। तपाईँ थाहा छ अस्ति एउटा भिडियोमा एउटा मान्छे आन्दोलन गर्दै सिक्री चोरी भयो 2 तोलाको उहाँ रोवासी त्यो अलिअलि हो र। त्यो चाहिँ हराएको हो होइन, त्यो चाहिँ हामीलाई थाहा भएन। कतिपय मान्छे त कस्तो होइन भाइरल हुनुको लागि पनि त्यो अभिनय गर्न सक्छ होइन। त्यो चाहिँ त्यो मान्छेलाई पनि थाहा होला। मैले त्यो विषयमा चाहिँ भन्न चाहन्छु। उसको 2 तोलाको सिक्री हराउँदा ऊ रोवासी भयो नि त, मिडियामा चर्चा पायो र अहिले टिकटकबाट उसले 2 तोलाको सिक्री होइन लाखौँको करोडौँको घर बनाउनु सुरु भइसक्यो। त्यो टाइममा उसलाई गिफ्ट दिनेको लड्को छ अहिले चाहिँ। ठिक छ, त्यो कमाओस् केही छैन होइन, अरूको विषयमा नजाऊ। अरबौँ कमाओस् खरबौँ कमाओस्, अर्काको विषयमा टाउको दुखाउनु म चाहन्न। त्यही हो, आफ्नो परिश्रम गर्ने आफूले आफ्नो दुःख खाने हो, आफू दुःख गर्ने खाने हो होइन, हिँड्ने हो। अरूको विषयमा चासो लिएर बोल्न म चाहन्न। त्यही हो। जस्तो भाइ छ नि कतिपयले भन्छन् कि परिवारमा नमिलेको कारणले अब तपाईँको यो अनुहारभरि यो खोपेको सुन देखेर एउटा बुढाबुढी भइसकेपछि आम्ने सामने कुरा गरिन्छ, माया मिसो गरिन्छ, तर त्यो माया तपाईँले दिन नसक्नु भएको हो कि यस्तो पनि भन्छन् क्या दर्शकले। सायद होला, मेरो विचार अलग, परिवारको विचार अलग भएपछि कुरा नमिल्न पनि सक्छ, नहुन पनि सक्छ होइन, टाढा हुन पनि सक्छ, भइसकेका पनि छ होइन। त्यो विषयतिर धेरै नजाउँ होइन। होइन सुन मान्छे अहिले एक्लै हो। सुन मान्छे एक्लै भन्नु कोही छैन है अहिले, सहारा भनेको आफू एक्लै हो। ठिक छ, अहिले अब आफ्नो पौरख चलिन्जेल आफै दुःख गर्ने खाने हो होइन। लास्टमा भविष्यमा के हुन्छ त्यो भविष्यले बताउँछ, समयले बताउँछ होइन। त्यो विषयमा अहिले पछि बुढेसकाल पनि चाहेर नि एउटा साथी चाहिँ भइदिएको भए मैले त्यो बेला मैले कस्तो गरेछु कि भन्ने त फिल आउँछ नि। पछि बुढेसकालमा पनि आफू एक्लै हुँदाखेरि अब पीडा त हुन्छ होला नि त। अब त्यो त होला सायद होइन, उमेर ढल्किँदै जान्छ अहिले पो लक्का जमान गरिन्छ खाइन्छ होइन। पछिको लागि अब एउटा सोच बनाउनुपर्छ के अब अर्को परिवार गर्ने सोच छ कि होइन। अर्को परिवार त नभनौँ, जस्तै अब छोराछोरीले नहेरेन होइन, केही पैसा आफ्नो लागि पनि बचत गरेर अब कसैले काज क्रिया गरिदिएला होइन, अब जलाइदिएला, त्यो हुन्छ नि त होइन। त्यो विषयमा सोध्नुपर्छ। त्यसलाई सबभन्दा ठुलो यो सुन सबभन्दा ठुलो तपाईँ कुन चाहिँ हो? कति तोलाको सबभन्दा ठुलो चाहिँ तपाईँ लाग मात्रै सबभन्दा ठुलो चाहिँ मेरो यो ब्रासलेट र सिक्री हो। हातको ब्रासलेट यति सुनाइदिनु, यो हातको ब्रासलेट कति तोलाको दाइ हो? 12-15 तोला। एउटा ब्रासलेट 12-15 तोलाको छ। पन्ध्र तोलाको ब्रासलेट लगाएर चाहिँ यो हातमा औँठी 5वटा औँठी छ त। यो के को यो सुनकै हो त? सबै सुनकै हो। दाहिने हातको शिवलिङ्ग चाँदीले त्यही हो। त्यही अब यो भइहाल्यो। एउटा पुरानो कहानी हो घरमा। तपाईँको जन्म कहाँ भएको थियो ठ्याक्कै? मेरो जन्म चाहिँ धनकुटा जिल्ला हो। धनकुटा कुन ठाउँ? पाखरीबास नगरपालिका। कति वर्षको हुँदा तपाईँ काठमाडौँ आउनुभयो? म त्यो 18-19 वर्षमा छिरेँ होला। त्यो बेलामा तपाईँको बिहा भएको थियो कि? त्यो बिहा गरेर कति वर्षमा बिहा गर्नुभयो? 16-17 वर्षमा होला सायद। त्यो बेला पनि बिहा गर्दा पनि तपाईँलाई ससुरालीबाट चाहिँ सुनेर दिएको पनि हो कि जस्तो लाग्यो। त्यति बेला यत्रो थिएन, मेरो कमै थियो। उसलाई पल पार्नु भएको थियो? पल त थियो। अनि ससुरालीमा भनेर नि त ससुराहरूले पेसेन्टहरूले तपाईँले किन यस्तो गर्नुभएको भनेर सोध्यो होला नि त। म ससुराली चाहिँ गएन भन्नुपर्दा त्यो बिहे गर्थ्यो तपाईँ ससुराली जानु भयो? भगाएर यहाँ आएको हो कि। ए भगाएर भगाएर आएको। अहिले चाहिँ ससुराली जानु भएन? छैन अहिलेसम्म। फोन आउनु जानु के हुन्छ हुँदैन? छैन, हाम्रो फोन सम्पर्कै छैन। कस्तो अचम्म छ। अलि अनौठो छ तपाईँको जीवन कहानी अनौठो छ। अनौठो छ। अब सबै त नभनौँ होइन, एउटा फिल्म नै बन्छ होला बनायो भने होइन। कथा बस्छु त्यस्तो छ क्या धेरै। तर कतिको दुःख लाग्यो यति सङ्घर्ष गर्दै आउँदाखेरि परिवारबाट साथ नदिँदाखेरि आफू एक्लो जीवनमा महसुस गर्दाखेरि आफ्नो परिवारमा छोराछोरी साहिबले साथ नदिएपछि आफू एक्लै दुःख कष्ट गरिरहँदाखेरि चाहिँ ऊ बेलाको दुःख र यो बेलाको दुःख कतिको भोग्नुभयो तपाईँ अहिले? दुःख त कति भोग्नु, परिश्रम तपाईँ जहाँसम्म अहिलेसम्म आउनु धेरै गऱ्यो होइन। तर अब यो दुःख अब परिवारले नसम्झेको कुरा चाहिँ मिडियामा नभनौँ होइन। जे छ आफूलाई थाहा छ, वास्तवमा सुनाउनु पर्ने कुरा पनि छैन होइन। पीडा आफैसँग छ। त्यस पीडा मनमा भयो तपाईँ हाँसेर होइन हिँड्नुहुन्छ। जे छ त्यही हो।
कहिले सोच्नु भएको म यो ठाउँमा आइपुग्छु